गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल है। तपाईँहरूलाई स्वागत छ फेरि पनि मेरो अर्को नयाँ भिडियोमा। सो अहिले चाहिँ फिलहाल हामी चाहिँ सिलगढी जाँदैछौँ। सो सिलगढी किन गएको भन्दाखेरि चाहिँ अहिले चाहिँ म भन्दैछु। सो अहिले फिलहाल चाहिँ हामी यहीँ कालीझोडामै छु। गाडीमा चढेको मात्रै जाम पाइहाल्यो हामीले हो। जाम चाहिँ यत्तिको छ, यहाँ हेर्नुहोस् ल, जाम चाहिँ यत्तिको छ है। काली खोला पुग्न आँट्यौँ हामी। भर्खरै हिँडेको जाममा बसिहाल्यो हो। यत्तिको छ जाम चाहिँ, यो सबै जाम छ पछाडि ठुलगाडी। जाम काटेर सुबुक आइपुग्यो है साथीहरू। सुबुक एकदम आजको मौसम चाहिँ एकदम दामी छ, एकदम शीतल छ आजको मौसम चाहिँ। कस्तो छ फिलहाल हामी सालगढा आइपुग्यो। यहाँ सालगढा आएर पनि जाममा बस्नु पऱ्यो। पर यता फर्स्ट फ्लाइओभर जहाँनिर बनाउँदैछ त्यहाँदेखिको जाममा बसेको हामी। भर्खरै यता आइपुग्यो। यहाँ काम चल्दै रहेछ साथीहरू। सालगढामा पनि यस्तो भइसक्यो। हेर्नुहोस् न मान्छे ऊ माथि। फिलहाल सिलगढी आइपुग्यो हो। सिलगढी आएर चाहिँ यो आकाश नर्सिङ होम यहाँनिर आएको हामी। यो भित्र आइसक्यो। दिदी यता बसिराख्नु भएको छ। यहाँनिर त्यस्तो त यहाँनिर सोध्नु हुँदैछ अब के गर्नु कसो गर्नु भनेर सोध्नु हुँदैछ। एकदम बेसी मान्छे छ यहाँनिर चाहिँ। दिदीलाई एडमिट गरिसकेको छ हो। हामी चाहिँ किन आएको भन्दाखेरि है, दिदीको दिदी हो नि त। यहाँ भोलि बिहान चाहिँ सिजर गरिदिनु थियो। दिदीले सिजरै गर्नुहुन्छ भोलि बिहान चाहिँ सिजर गरिदिनुहुन्छ। बिहान कति बजी हो त्यो चाहिँ भन्नु भएको छैन। अन्त अब हेरौँ के कस्तो हुन्छ है। दिदीलाई चाहिँ भित्र चेकअप गर्नुहुँदैछ। अहिले चाहिँ हामी फिलहाल यता मोडपट्टि आइरहेको छु। सानो काम थियो त्यही भएर आएको। यहाँ काम हेर्नुहोस् न, त्यस्तो त हो। यसरी शीतलमा बसिरहेको घाम चाहिँ यस्तो डरलाग्दो छ। यहाँ देख्न सक्नुहुन्छ तपाईँले। अघि त शीतल थियो हामी आउँदाखेरि त होइन, पानी पर्ला जस्तो थियो। अहिले फिलहाल त यस्तो चर्को घाम लाग्यो। आम्मा मम्मी हेर्नु घाम। अब चाहिँ हामी हस्पिटलबाट निस्केको साथीहरू। यहाँ छ गाडी, निकै छ यता छ 2 रुपियाँ। यहाँ निस्केको हामी घाम कस्तो। अहिले चाहिँ हामी काम भयो र हामी निस्केको छु यसबाट हो साथीहरू। अब हामी सिधै सालुगढा जाने। त्यसपछि अलिअलि सामानहरू किन्नु छ। त्यसपछि हामी सिधै घर जाने। घर गएर पनि फेरि 20 मिनट काममा जानु छ नि त। अस्ति मामाको काम अन्तिम काममा गएको छैन हामी। आजको लास्ट काम जानुपर्ने छ साथीहरू। अहिले चाहिँ हामी यहाँ बाघपुल यहाँ काली मन्दिरको यहाँनिर आएर चाहिँ जाममा बस्यो हो। सालगढाबाट सिधै नै आइहाल्यो हामी यता। बेसी बाटो जाम छ भनेर हेर्नुहोस् न बाटो जाम।
अहिले चाहिँ नि साथीहरू हामी चाहिँ घर आइपुगेर पनि नुहाइधुवाइ गरेर हो लुगाहरू चेन्ज गरेर फेरि एकछिन 20 माइल गएको अघि नै भनेको थिएँ मैले 20 माइल किन गएको भनेर है। अन्त त्यही हो भर्खरै निस्केको हामी यही घरबाट रात परिसक्यो यहाँ नै 6:20 भइसक्यो हो भर्खरै आइपुगेको जाममा बस्दा 1.5 घन्टा त जाममै बस्यौँ हामी। सो अहिले चाहिँ फिलहाल हामी 20 माइल जाँदैछौँ।